हेलो एभ्रिवान, दर्शन नमस्कार। बीबीपी अनलाइन टिभी युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई सुस्वागत जनाउन चाहन्छु। आज होली पर्वको दिन यो जुन दृश्य देख्नुहुँदैछ हजुरहरूले र यो कालिम्पोङ बजारमा यस्तो प्रकारले अहिले होली पर्व सेलिब्रेसन गरिरहेको अवस्था छ। जुन दृश्य हजुरहरूले देखिरहनु भएको छ र हजुरहरूले पनि आफ्नो ठाउँमा एकदमै खुसीका साथ होली पर्व मनाउनु भयो होला भन्ने आशा छ है। र जुन आज यस होली पर्व मनाइन्छ, यो चाड एउटा है पर्व कलरको चाड भनौँ है। जसरी यो रङ्गीन कलरहरू, विभिन्न प्रकारको कलरहरू पोतेर मनाइने गरिन्छ है। यसरी नै हामी यस संसारमा विभिन्न सम्प्रदायका मानिसहरू बसोबास गर्छौँ, विभिन्न जाति है, विभिन्न संस्कार संस्कृतिलाई मानेर हामी बस्छौँ है। र तर हामी सबैजना एकै हो है, सबैजना एउटै हौँ भन्ने मेसेज हजुरहरूमा रहन सकोस् र जति पनि यो कलरहरूले यही नै बुझाएको छ भन्ने लाग्छ है। यो एउटा संसार चाहिँ बगैँचा हो, यसमा विभिन्न प्रकारको विभिन्न कलरको रङ्गी बिरङ्गी फुलहरू चाहिँ हामी फुलेर रहेका छौँ है। यस्तै यस्तै मेसेजहरू आज होलीको हजुरहरू समक्षमा राख्न चाहे। सबैको जीवन कलरफुल बनोस्, सबैको जीवनमा हाँसो खुसी मुस्कान सदाबहार रहिरहोस्, सबैको हृदयमा प्रेमको फुल, सच्चा पवित्र प्रेमको फुल फुलिरहोस् भनेर कामना पनि गर्न चाहे। र हाम्रो पाइलाहरू निरन्तर सधैँ सधैँ सत्यताको अगाडि लम्किरहन सकोस्, सत्यतामा अघि बढिरहन सकोस् भन्दै आजको यो भिडियोहरूलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला भन्न चाहे। र यो दृश्यहरूलाई अवलोकन गर्नुहुँदै हजुरहरूले इन्जोय पनि लिनुहोला है। र यदि मिल्छ भने हजुरहरू कहाँबाट हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट पनि राख्न नभुल्नुहोला भनेर रिक्वेस्ट गर्न चाहे। र यो जुन दृश्यहरू देखिरहनु भएको छ मैले फेरि पनि दोहोऱ्याउन चाहे है। कालिम्पोङ अब यो मङ्गलधाम हो, मङ्गलधामतर्फ सबैजना अघि बढिरहनु भएको अवस्था छ यतिखेर। गेटबाट भित्र प्रवेश हुँदै गरेको अवस्था। यो हजुरहरूले निहाल्न सक्नुहुनेछ मङ्गलधाम हो। अहिले यो जुन चाहिँ मङ्गलधामको दृश्यहरू देखिरहनु भएको छ हजुरहरूले। मङ्गलधाम भित्र यस्तो प्रकारले भव्यतापूर्वक होली पर्व मनाइयो। लभ यु अल, बाय बाय, टेक केयर।